camping day. No one. Look, setup. Here is bait. Wow, here is my bait. Good morning. Ohayo gozaimasu. Solo camp. Pray. भ्यू देख्छ भनेर आएको म चाहिँ राति त खतरा देख्यो अहिले चाहिँ यस्तो खतरा कुहिरो लाग्छ कि बबालमा काँचो जस्तो लागिरहेछ सही बात मेरो ओभरअल आजको सोलो क्याम्प चाहिँ कस्तो थियो भन्दाखेरि सोचेको भन्दा अलि फरक भयो किनकि मेरो चाहिँ एक्सपेक्टेसन भनेको 3टा थियो 3टा नै मिट भएन एउटा चाहिँ अब राति मेन चाहिँ अब हैन यो अकेला जंगलमा यो भालु आउँछ कि आउँदैन भनेर चाहिँ मलाई थियो हैन भालु आउँछ कि जस्तो लाग्यो भालुै आएन मेन चाहिँ अनि अर्को भनेको राति चाहिँ भूत प्रेत किचकन्डी आएर तर्साउँछ कि भनेको के तर्साउनु खगरङ्गै सुतेर चाहिँ अनि क्या एकैचोटि बिहान उठे बिहान उठ्ने बेलामा चाहिँ हैन वेदर चाहिँ यस्तो भए पनि तर के भन्छ यो साउन्ड के चेचो गरेर खतरा मिठो निदो लाग्यो कि अझ एकछिन सुतौँ यस्तो भयो तर उज्यालो भइसक्यो यस्तो छ मेरो मर्निङ भ्यू साउन्ड चाहिँ बवाल बिहान उल्टाको साउन्ड यता चाहिँ पुरा पिरो लाग्छ आज म नयाँ स्टाइलमा भ्लग बनाउन जाँदैछु यसरी समाएर तलसम्म जानु पुरा कष्ट आउँछ है हेर्दै जाम मेरो टायरको भ्यू चाहिँ यस्तो छ आज रिस्की शट वाला यहाँ मान्छेहरू आयो अब चाहिँ शान्त बाटोबाट चाहिँ म कता पुग्दैछु त्यही भएर
चाहिँ मेरो मर्निङ भ्यू है केटा हो। लुक एट द बाटो चाहिँ यस्तो छ है, कुहिरो लाएर केही देखेको छैन। एकछिन it's कुहिरो। यहाँको भिडियो चाहिँ यस्तो छ यो। ओए कहाँ ठोकिन्छ यार। यो टायरको भ्यू हेर्ने भने यस्तो छ। यहाँ टायर यस्तरी टायर हेर्दा हेर्दा पछाडि भित्ता पो हेर्नुपर्छ। यो चाहिँ फेरि सुई तल होला फेरि। सैस्तालो थियो। टडाङ टडाङ। अब हामी फर्किँदैछौँ। कृपया हल्लियो भने भिडियो जस्तो छ त्यसरी हेरिदिनु होला, माइन्ड नगर्नु होला। हामी पहाड झर्दैछौँ। ब्याक साइडको भिडियो हाम्रो यस्तो छ अनि अगाडि चाहिँ हाम्रो यस्तो छ है। मान्छेहरू हाइकिङ आइसक्यो। How fast? Yeah. It's sure something coming. हिजो म राति आज बिहानै फर्किँदैछु। लगो उड्न लागिसक्यो। हामी ओर्लिन लागिसक्यो।
Uish. पहाडको चिसो हावा ल हामी चाहिँ यहाँ गएर आएको हो सिउ सिउ त्यो पनि हेर्दियौँ भित्र पनि एयरलक सलक्क हिँड्यो हामी के छ र यहाँ को हुनुहुन्छ होला मलाई चाहिँ थाहा छैन तर एकलट हेरिदिउँ न भनेर मैले चाहिँ घुम्दिएको यो भ्यू पनि हेर्नु होला सकियो यो भ्यू म तल जाँदैछु फेरि यहाँ चाहिँ के साइकल कोर्स रहेछ अब के हो यो आउँछ अब यहाँ मन्दिरहरू आउँछ बाजे पुर्खौली बाजेहरूको यो मन्दिर टडङ 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 लगभग अबको यहाँको सिन सकियो त्यही भएर अब चाहिँ बजार आउँछ मुन्ची भएको ठाउँतिर चाहिँ यसरी चाहिँ आउनु नै हुन्छ गर्नु हुँदैन विथ दिस नोट अबको यो भ्लग पनि यहीँ सकिन्छ केटाहरू आजको खासै देखाउनु केही छैन त्यही पनि मैले देखाइदिएँ यहाँ चाहिँ ड्राइभर बाई बाई ल गाइजहरू आज पनि हामी हाइकिङ होइन डाँडामा क्याम्पिङ आज चाहिँ साला भेना हिँडिरहेको छौँ